साथीहरू यतिबेला कान्छी सिरियलमा कान्छाले सोफियालाई बिहे गरेर घर लैजाँदै गर्दाखेरि भने बाटोमा अगाडि नबढ भनेर लेखेर पुरै कान्छाको बाटो नै छेकिएको छ। त्यो छेक्ने मान्छे चाहिँ कान्छाको पूर्व गर्लफ्रेन्ड रहेको छिन्। आखिर साथीहरू कान्छाको पूर्व प्रेमिकाले किन बाटो छेकिन त? नमस्कार साथीहरू, आजको यस भिडियोमा हामीले कान्छी सिरियलमा अहिले के भइरहेको छ र आज आउने नयाँ भागमा के हुन्छ भनेर कुरा गर्दैछौँ। हजुरहरू हाम्रो यस नयाँ नेपाली जानकारी युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको नोटिफिकेसन बेल आइकनलाई पनि अलमा गरिदिनुहोला। साथीहरू यतिबेला कान्छी सिरियलमा कान्छाको बिहे हुँदैछ भने कान्छी सागर त्यसैगरी ठुले र ठुलेसँगै हुनुभएको नयाँ पात्र पनि यतिबेला गाउँ जानुभएको छ। सबैजना यतिबेला कान्छाको बिहेमा गाउँ गइक्नु भएको छ। आज भोलि साथीहरू अरूले जे गरेको छ त्यही देखाइ गर्ने गर्छन्, तर यतिबेला भने कान्छाको बिहे धुमधामले नभएर सामान्य साधारण तरिकाले भइरहेको छ। त्यसैले गर्दा घरको फ्यामिली मेम्बर मात्रै यतिबेला कान्छाको बिहेमा जनता जानुभएको छ। गाउँको कसैलाई पनि बिहेमा नबोलाएको कारणले घाँस काट्दै गरेका दुईजना आइमाईहरूले जनता जाने बेलामा उनीहरूको खिसी बढ्छन्, तर साथीहरू उनीहरूले चाहिँ व्यवस्था गरेर अगाडि बढ्छन्। उता साथीहरू सोफियाको बुवालाई भने कान्छा पटक्कै मन परेको थिएन। यतिबेला भने साथीहरू सोफियाको बुवा भने सोफियासँग एकदमै धेरै रिसाउनु भएको छ। उहाँले बिहे गरेर पठाउँदाखेरि पनि झर्किँदै बोल्नु भएको छ। कान्छाले बिहे गरेर सोफियालाई लग्दै गर्दाखेरि चाहिँ बाटो छेकेर अगाडि नबढ भनेर लेखिएको छ। त्यहाँ साथीहरू काठको दाउरा त्यसैगरी ढुङ्गा मुढाहरू पनि राखेर बाटो छेकिएको छ। त्यो छेक्ने मान्छे चाहिँ कान्छाको पूर्व प्रेमिका रहेको छिन्। अब साथीहरू कान्छाको पूर्व प्रेमिकाले त्यहाँ कान्छालाई के भन्न त? अनि साथीहरू सोफिया फेरि कान्छासँग रिसाउलिन् त के होला त? त्यो भने आज आउने नयाँ भागमा छर्लङ्ग हुनेछ। आज आउने नयाँ भागको रिभ्यू चाहिँ हामीले भोलि प्रदान गर्नेछौँ। हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो यस नयाँ नेपाली जानकारी युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।